च्यात्ता कपडा छ बाहिर लगेर दियो भने पनि यति टालेको 150 दिइहाल्छ। घरमा मेसिन पनि छ नभए होइन, मेसिन भएर के गर्नु, मेसिनले पनि कामै गर्दैन, छ भन्नु मात्र छ। बरु अरू 50 150 दिनुभन्दा आफै सिला धागो हालेर मजाले सिलाउँछु नि। पुरेसका लागि के हो मलाई त भने आँखा नदेखे पनि होइन, फर्मै छिराउन गाह्रो। ल छोरी ल त यो सियो धागो हालिदिए ल त, ल हालिदिए त। सकिनँ मैले त आँखै मैले देखिनँ। तपाईँले नसक्नु भएको मैले सक्छु त हान्नलाई, झन् देख्दैन नि आँखा मैले त। ले पर्दैन मै गर्छु। ए साँच्चै त बिर्स्या, म त तँभन्दा 16 वर्षले कान्छी नि त है। अहिलेको उमेरमा पनि आँखा देख्दैन रे, मै बुढीले गर्नु रे। तैँले चाहिँ के कुरामा जानेस् ल भन्दा, आजसम्म के जानेथिस्? एउटा सियोमा धागो हाल्न पनि जानेको छैन, तपाईँ आफै हाल्नु रे ल। मैले पो म बुढी आँखा देख्नु भएन, चस्मा लाउँदा पनि मैले ठाउँमा होइन लाउन छोरी गरिदियो भने त यता हो भने हेर छोरी, तैँले घर गरेर खान धेरै गाह्छस्, मैले धेरै अब्दोस खान्छु तेरो घरबाट। आमाले सिकाइन, कस्ती खालकी आमा रहेछ, केही नसिकाए कि भनेर मैले सुन्नुपर्छ। तर आजसम्म मैले नगर त भन्ने छैन नि, छोरी यो गर्न भने जान्दिनँ, यो गर्नु भने आउँदिनँ। मुख मात्र चलाउन जाने, मुख मात्र चलाउन जाने, मुख मात्र बजारेर पाउँछस् घर गरेर खान। अहिले पो आमा भनेर हिँडेर खाना पातेस् हुनुपर्छ, तँलाई सासूले रङ्गाइसी थाहा पाउँछस्, त्यतिखेर म भटाउनु आइज खुच्चिम भन्ने गर्छु। सासूले रङ्गाइसी अनि थाहा पाउँछस्, अहिले आमालाई त्यसरी बजारेर खाना पातेस् भनेपछि आमा जस्तो सजिलो सासूलाई दङ्गाएर खाना हुन्छ हुँदैन, अनि थाहा पाउलिस्। मुख मात्र बजारेर छ, यो पनि आउँदैन त्यो पनि आउँदैन, तपाईँ गर्नु यही गर्नु। बाउको लजमा बसेको छ, आमाको होटेलमा बसेको छ, केही गर्नु छैन, कति आनन्द छ है। केही सिक भनेर सिक्नु छैन, मुख मात्र बजारेको छ 24 घन्टा क्याच 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 मात्र दबाएर बस्न जानेछ। कति कराउनु भएको, ल्याउनु म हालिदिन्छु। पर्दैन त मै हाल्छु, तिमीहरूलाई केही गर भन्यो भने 10वटा थरी सुन्नु मुख चलाउनु त म आफै गर्छु। जा 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 जा, पर्दैन। केही नजाने, केही नसिकाएको, सस्तारी नसिकाएर चाहिँ कस्तो चाहिँ आमा रहेछ भनेर सुन्न चाहिँ मैले पर्छ। मै नराम्रो कि, जहाँबाट पनि मै नराम्रो, मै नराम्रो हुनुपर्छ नि, मै नराम्रो। अहिले पनि मै छुच्ची आमा हुनुपर्छ पनि, केही नसिकाएकी छोरी चाहिँ लागि बाउजीले भन्यो नि, त्यही सबैतिर मै नराम्रो नि। आँखा पनि के भयो होला